परिभाषा किन आइरहेको छ भने जीवनको खासै एउटा ठोस परिभाषा छैन। त्यसकारण तपाईँ हामी जबसम्म यो संसारमा छौँ एउटा अवधिको लागि हामी आउँछौँ, हामी जन्मन्छौँ, हामी हुर्कन्छौँ, केही बेर हामी उफ्रन्छौँ, त्यसपछि हामी शिथिल हुन्छौँ अनि हामी बिस्तारै बिस्तारै फेरि आफ्नो अन्त्यतिर लाग्छौँ। यही नै त हो जीवनको प्रक्रिया। र यो अवधिमा त केही न केही सार्थकता त अपनाउनु पर्यो नि। यो अवधिलाई त केही न केही हिसाबबाट चाहिँ नि मूल्यवान त बनाउनु पर्यो, त्यो हाम्रो कर्तव्य हो। र त्यसलाई मूल्यवान बनाउनको लागि जबसम्म हाम्रो यहाँ जीवन छ, मूल्यवान बनाउनको लागि हरेक चिजलाई चाहिँ नि हामीले कता न कता अँगालेर सन्तुलित हिसाबबाट अगाडि बढ्नुपर्ने हुन्छ। त्यसैले मैले भने कि म मनोरञ्जनको व्यक्ति हुँदाखेरि तपाईँहरू जसरी प्रफुल्ल हुनुभयो त्यसको पनि जीवनमा एउटा महत्त्वपूर्ण पाटो छ। त्यो पाटोलाई नै यहाँहरूले मनन गरेर चाहिँ नि हामी जस्तो कलाकारहरू, हामी जस्तो व्यक्तिहरू जो भावनामा खेल्छौँ, विभिन्न किसिमको मनोरञ्जनात्मक कुराहरू प्रदान गर्छौँ, विभिन्न किसिमका समाजमा भएका घटनाहरू, जीवनशैलीहरू, सुख दुःखका कुराहरू, व्यवहारहरूलाई हामीले कथा मार्फत चलचित्रमा उतार्छौँ। त्यसैलाई त यहाँहरूले मनन गरेर चाहिँ नि एउटा कलाकारहरूको चलचित्रको कदर गर्नुहुन्छ, हो कि होइन? र अहिले एउटा अन्तरालपछि मैले यहाँहरूलाई यो त भनिरहनु पर्दैन कि कति लामो अवधि मैले चलचित्रमा अभिनय गरेँ।